नमस्ते म पिबिकेसी दर्शकवृन्द तपाईहरूले अहिले जुन दृश्य देखिराख्नु भएको छ यो दृश्य जुम्रीको हो। जुम्री उल्टो अक्षरमा भएछ, यो जुम्रीको बजार हो। जुम्रीको बजारमा आज स्पेसल के हुँदैछ भन्ने हामीहरूको चासो छ। अहिले तपाईहरूको चासो छ, सम्पूर्ण प्युठानवासीहरूको चासो छ कि प्युठानमा उत्पादन हुने, रैथाने उत्पादन हुने कृषि उपजहरू साथै अन्य घरेलु उत्पादनहरू बिक्री कहाँ हुन्छ, कसले गर्छ भन्ने सान्दर्भिक बहसमा आज हामी नागबेली सहकारी को प्राङ्गणमा छौँ। हामी यो विषय उथलपुथल पार्नुपर्ने विषय नै हो। यसको शीर्षक सामान्य भए पनि प्युठानमा के कति उपज, बालीनालीहरू, तरकारीहरू, घरेलु उत्पादनहरू उत्पादन हुन्छ, बिक्री कसरी हुन्छ, अथवा प्युठानको उत्पादनहरूले मार्केट के छ, बजारको व्यवस्था के छ भन्ने सबैको हाम्रो चासो छ। यही चासोको सिलसिलामा आज हामी जुम्री स्थित एउटा इतिहास बोकेको नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेड भनेर रहेछ, उहाँहरूको यो प्राङ्गणमा म छु। सटरहरू देख्न सक्नुहुन्छ दर्शकवृन्द तपाईहरूले वरपर। यहाँ प्राय स्थानीय उत्पादनै देखिन्छ यी सटरहरूमा। त्यो बाहेक अन्य रक्सीको डिलर पनि यहाँ देखिँदैन। यहाँ अन्य अनावश्यक सटरहरूको पसल पनि देखिएको छैन र म खोजिरहेको छु। नागबेली बहुउद्देश्यका सम्बन्धित व्यक्तिहरूलाई म खोजिरहेको छु। यहाँ अहिले हामी यसो सर हेरौँ के छ। यहाँ माछा मासुहरूको पनि यहाँ स्टल रहेछ है, सटरहरू रहेछ, खसी बोकाहरू पनि रहेछन्। यहाँ तो माछा पनि रहेछ। यहाँ रैथाने उत्पादन नै हो यिनीहरू। माछा देख्न सक्नुहुन्छ दर्शकवृन्द तपाईहरूले, एकदमै ताजा जिउँदो माछा हो यो यिनीहरू, होइन? र माछा व्यवसायी हुनुहुन्छ उहाँ, हजुरको शुभ नाम? गोविन्दराज नेपाली। गोविन्दराज नेपाली हुनुहुन्छ, प्युठान नपा 3 को हुनुहुन्छ उहाँ। यो व्यवसायमा तपाईँ कति वर्षदेखि हुनुहुन्छ? यो त व्यवसाय चाहिँ मैले भर्खर सुरु गर्न पर्यो हो। अब सक्सेस चाहिँ कस्तो भयो हेरेर जाउँ। हजुर, तत्काल चाहिँ अहिले 2-3 दिन भयो यसको चाहिँ स्थापना गरेको छु। हजुर, अब मार्केट तपाईँ बनाउँदैछु। हजुर, तपाईँ कहाँ यो विषादी प्रयोग गरिएको हुन्छ कि हुँदैन? यो माछा एकदम विषादी प्रयोग हुँदैन, यहीँ स्थानीय चाहिँ माछा हो। हजुर, खैराबाट चाहिँ तपाईँको यहीँ स्थानीयको माछा चाहिँ हामी प्रयोग गरिरहेको छौँ। भनेपछि बाहिर यो माछामा एकदमै शरीरलाई हानि हुने, होइन, यो तपाईँको केमिकल राखेर माछालाई महिनौसम्म राख्ने गर्छन् रे कि हामीले विभिन्न मिडियामा पनि आएको छ। यो जिउँदो माछामा पक्कै पनि छैन होला। एकदमै लोकल, एकदम। तपाईँले के भन्न चाहनुहुन्छ? माछा चाहिँ स्वास्थ्यको लागि धेरै स्वस्थकर खाना हो मासुभन्दा, होइन, खसी कुखुराको मासुभन्दा। तपाईँले कसरी चाहिँ सम्पूर्ण प्युठानीहरूलाई अथवा बाहिरको हाम्रो नेपालीहरूलाई कसरी चाहिँ एउटा सन्देश दिन चाहनुहुन्छ? अब यो प्युठानमा तपाईँको चाहिँ ताजा माछा चाहिँ यसरी चाहिँ होलसेल चाहिँ मैले चाहिँ तपाईँको लामो समयसम्म चाहिँ यसलाई टिकाउने र यसलाई चाहिँ व्यवस्थित तरिकाले प्युठानी जनतालाई चाहिँ राम्रो सुविधा दिने तयारीमा छु।
र अर्को कुरा के हो भने भविष्य त मैले यो चाहिँ 1-2 किलो चाहिँ बेच्नुभन्दा तपाईँको डिलरै राखेर तपाईँको चाहिँ सबैलाई चाहिँ तपाईँको चाहिँ पुर्याउने र यो माछालाई चाहिँ तपाईँको चाहिँ बिना पिछाडी हालेर हामीले किरण चाहिँ सबैलाई चाहिँ पुर्याउने चाहिँ तयारी छ। यहाँको उपभोक्तालाई जति सकिन्छ हामी चाहिँ सेवा दिने तयारीमा छौँ। हस्, धन्यवाद। माछाको हामीले स्टल देख्यौँ, यहाँ खसी बोकाको स्टल पनि रहेछ, रासायनिक मल देख्न सक्नुहुन्छ, डेयरी उद्योग देख्न सक्नुहुन्छ। नागबेलीको यो भवन छ, के छ यहाँ चाहिँ होइन, यसमा अलिकति यहाँका सम्बन्धित व्यक्ति अध्यक्ष हुनुहुन्छ, एउटा युवा एकदमै उत्साह भएको, इनर्जी भएको एउटा युवा हुनुहुन्छ। उहाँले यो नागबेली बहुउद्देश्य सहकारी संस्थालाई लिड गर्नुभएको छ र आज यो स्थानमा ल्याउनुभएको छ। मैले यो बढी व्याख्या वर्णन गर्नुभन्दा पनि उहाँकै मुखारबिन्दबाट हामीले केही सुन्ने जमर्को गर्दैछौँ। तपाईँलाई स्वागत छ PBKC न्युज। धन्यवाद सर। हजुरको शुभ नाम सहित हाम्रो नागबेली बहुउद्देश्य जुन सहकारी संस्था छ त्यसको बारेमा छोटो जानकारी दिनु। सम्पूर्णमा नमस्कार। म विष्णु पाण्डे, मेरो घर प्युठान नगरपालिका 3 जुन रातामाटा पर्छ र म हाल चाहिँ नागबेली बहुउद्देश्य कृषि सहकारी संस्थाको अध्यक्षको हैसियतमा चाहिँ रहेको छु र नागबेली बहुउद्देश्य कृषि सहकारी संस्था 2074 सालमा दर्ता भएर अहिलेसम्म निरन्तर रूपमा सञ्चालन भइरहेको सहकारी संस्था पनि हो र यस अन्तर्गत हामीले चाहिँ सहकारी संस्थाको मूलभूत उद्देश्य अन्तर्गत बचत एउटा निम्न वर्गको मध्यम वर्गको मान्छेदेखि ल्याएर उच्च वर्गको मान्छेसम्मलाई समेटेर उहाँहरूको बचत गर्ने बानीको विकास गर्ने र आर्थिक पार्जनको लागि वातावरण सिर्जना गर्ने सँगसँगै हामीले बजारीकरणसँग सम्बन्धित क्रियाकलापहरू पनि गरेका छौँ। जस अन्तर्गत अहिले हामी रहेको प्राङ्गण भनेको यही संस्थाले सञ्चालन गरेको बजार हो, जहाँ चाहिँ तपाईँले देख्न सक्नुहुनेछ कृषिजन्य तथा पशुजन्य वस्तुहरूको बिक्री प्रवर्धनको लागि स्टलहरू हामीले चाहिँ उपलब्ध गराएका छौँ। यस अन्तर्गत हामीले चाहिँ विभिन्न किसिमका पशुहरू जस्तै माछाको बिक्री स्टल, त्यसै गरी राँगाको मासुको बिक्री स्टल, त्यसै गरी खसीको मासुको बिक्री स्टल, त्यसै गरी बङ्गुरको मासुको बिक्री स्टल, त्यसै गरी चाहिँ तपाईँको चाहिँ कुखुराको मासुको बिक्री स्टलको साथसाथै हामी चाहिँ किसानहरूको सहजताको लागि भनेर चाहिँ हामीले रासायनिक मल बिक्री केन्द्रको पनि सञ्चालनमा लिएका छौँ। जस्तो विष्णुजी, हाम्रो उत्पादन यहाँ तरकारी होइन मासुजन्य जुन छ त्यो बाहिरबाट आयात छ कि प्युठानमै उत्पादन भएको? अब हाललाई 3वटा चिजमा चाहिँ हामी आत्मनिर्भरै भएको अवस्था हाम्रो व्यापारको प्रवर्धनमा देख्न सक्छौँ। पहिलो कुरा त हामी स्थानीय नै हो। स्थानीयभित्र हाम्रो के छ भन्नुहुन्छ भने हामी चाहिँ खसीको मासु छैन। हजुर, खसीको मासु चाहिँ हामी यहीँ लोकलै प्युठान जिल्लाभित्रकै खसीहरूको मासु काट्ने गरेका छौँ, जहाँ चाहिँ तपाईँको चाहिँ प्रायः गरी हामी ऐरावतीमा रहेको एउटा महिला उद्यम सहकारी संस्थासँग समन्वय गरेर त्यहाँबाट उत्पादन भएका खसी बोकाहरू पनि हामी दिने गरेका छौँ। हजुर, त्यसै गरी लोकल रूपमै रहेका तपाईँको चाहिँ स्थानीय स्तरमा रहेका खसीहरूको पनि हामी चाहिँ काट्ने र उहाँहरूको उचित तौल अनुसारको मूल्य व्यवस्थापन गर्ने, मूल्य अनुसारको तौल अनुसारको मूल्य उहाँहरूलाई उपलब्ध गराउन पनि काम गरिरहेका छौँ। र त्यसै गरी माछाको स्टल पनि देख्न सक्नुभयो होला, त्यो चाहिँ हामी यहाँ लोकल माछा प्युठान नगरपालिकाभित्रै रहेका पोखरीमा रहेका माछाहरू, जिउँदो माछाको बिक्री प्रवर्धन भनेपछि यसमा विषादी कुनै पनि हिसाबमा छैन। सबभन्दा अहिले चाहिँ तपाईँको तरकारी माछा मासु होइन अथवा अन्य चाहिँ विलासीका वस्तुहरूमा पनि अब मानिसहरू अर्ग्यानिकमा जान्छ। अर्ग्यानिक भन्नाले मतलब हजुरको चाहिँ विषादी कति पनि प्रयोग नभएको, हामीले विषादी प्रयोग नभएको प्युठानमा उत्पादन भएको त पाइन्छ होला होइन, अथवा के छ तपाईँलाई त यसको बारेमा जानकारी छ नि? र जुन बाहिरबाट आइरहेछ तरकारीहरू फलफुलहरू यसमा विषादी छ कि छैन आउन पाउनुभयो उहाँहरू होइन, बेच्न पाउनुभयो, तर विषादी हानिकारक
जुन चाहिँ म पनि तपाईँको चाहिँ एउटा व्यापार व्यवसायमा छु आफ्नो परिवार धान्नको लागि त होइन। अब तपाईँको मैले देखेको जुन चाहिँ 1.5 जान लाग्यो होइन, अन्तिममा छ 1.5 जान लाग्यो, माल बिग्रिया छ, त्यो आएर फ्याट्ट गरिदिन्छ कि। अब उसले त डेट गएको त उसले त फ्रीमा दिए पनि भयो, निशुल्क दिए पनि हुन्छ, तर उहाँहरूलाई थाहा छैन। प्रतिस्पर्धा गराइदिने, अब उपभोक्ताहरूलाई थाहा छैन सस्तोमा पाइयो भन्ने हुनुहुन्छ। त्यो होइन नि, एउटा डेट हेर्नुपर्छ होइन, जुनैसुकै उपभोग्य सामग्रीहरूको विषादी छ कि छैन भन्ने हेर्नुपर्छ, त्यसरी मात्र थाहा हुन्छ। हजुरलाई कस्तो लाग्छ यसमा चाहिँ हामीले जुन तपाईँहरूको बहुउद्देश्य सहकारी संस्थामा मासु तरकारीहरू होइन तथा अन्य उत्पादनहरू स्थानीय उत्पादन छ, त्यसमा चाहिँ हजुरको के लाग्छ यसमा विषादी छैन र त्यो जुन विषादी लिएर आएका छन् बाहिरकालाई कसरी चाहिँ हामीले नियन्त्रण गर्ने, हामी सबै मिलेर नियन्त्रण गर्ने हो कि के गर्ने? हजुरले भने जस्तो म 2-3 कुरामा हजुरले राखेको प्रश्नमा जोड्न चाहेँ। सर्वप्रथम त के हुँदो रहेछ भन्नुहुन्छ भने व्यावसायिक तरिकाले उत्पादन गरेको केसमा चाहिँ त्यसमा चाहिँ विषादीहरूको अथवा भिटामिनहरूको अन्य तपाईँको चाहिँ तत्त्वहरू जो चाहिँ तपाईँको जमिनबाट पाउने बाहेकको अन्य चिजहरू तपाईँको चाहिँ एक्स्ट्रा एडिसनल गरेर प्रयोग गरेको पाइन्छ। त्यो अहिलेको केसमा चाहिँ त्यसलाई अर्ग्यानिक मानिँदैन होइन। अब जसले चाहिँ एउटा आफ्नो परिवारलाई पाल्नका लागि उत्पादन गर्नुभएको वस्तुहरू छ, जो चाहिँ तपाईँको आफूले खानालाई प्रयोग गर्नुभएको छ, त्यो बाहेकको वस्तु बिक्री गरेका व्यक्तिहरूबाट त्यो वस्तुहरूमा हामीले चाहिँ त्यसलाई पूर्ण रूपमा अर्ग्यानिक मान्न सकिन्छ, किनकि उहाँले आफ्नो जीवनको लागि सोचेर काम गर्नुभएको हुन्छ र थोरै स्केलमा गर्दाखेरि त्यहाँ विषादीहरूको प्रयोग नभएको पनि देख्न सकिन्छ। यता गर्दा हाम्रो वरिपरि पनि त्यो कुरा छ। रह्यो कुरा बाह्य आयातित वस्तुहरूमा तपाईँको चाहिँ विषादी भएको प्रचुर मात्रामा भएका विभिन्न उदाहरणहरू देख्न सकिन्छ। यद्यपि सागलाई पनि हरियो 1 महिनासम्म सागलाई हरियो बनाउनलाई केमिकल राखिन्छ, केरामा औषधि हालेको, पकाउनलाई औषधि हालेको त मैले देखेको छु, हामी आफै देखेको मैले पनि वार्निङ गरेका छौँ होइन। त्यसमा के अनि यो हुँदै गर्दाखेरि के रहेछ भन्नुहुन्छ भने हामीसँग त्यो ठ्याक्कै कति मात्रामा विषय छ भनेर नाप्ने मेकानिजम चाहिँ अहिले जिल्लामा पनि डेभलप भइसकेका छैन होइन। तर हामीले चाहिँ सुरुवात गरेको, हामीले चाहना राखेको, हामी चाहिँ तपाईँ चाहिँ कुन रणनीतिमा जान खोजेको भन्नुहुन्छ भने तपाईँले भनेको जस्तै हामी चाहिँ एउटा उपभोक्ताले 2 किसिमको वस्तुहरू खान रुचाउँछ। एउटा तपाईँको चाहिँ न्यून मूल्यको, अर्को चाहिँ तपाईँको चाहिँ त्यसमा चाहिँ आफूले चाहिने तत्त्वहरू प्रशस्त मात्रामा भएको, त्यसको रेट 2 पैसा पनि महँगो भए पनि केही फरक पर्दैन भन्ने चाहिँ किसानहरूको अथवा उपभोक्ताको माग हुन्छ। त्यो रोजेर खान पाउने परिस्थिति चाहिँ प्युठान जिल्लाको केसमा चाहिँ छैन जस्तो हामीलाई लाग्छ। किन लाग्छ भन्नुहुन्छ भने तपाईँ जताकतैको परिवेश हेर्नुहोस्, कृषिजन्य वस्तुको जुन तरकारीजन्य वस्तुको अथवा फलफुलजन्य वस्तुको बाह्य जिल्लाको प्र्याक्टिस के छ भने एउटा मन्डीमा माल आउँछ, बाहिरको यो इन्डियाको भन्ने पनि उहाँहरूलाई प्रष्ट थाहा हुन्छ, यो तपाईँको चाहिँ अर्को जिल्लाको भन्ने पनि प्रष्ट एउटै काउन्टरबाट थाहा हुने व्यवस्था हुन्छ, र अर्को जिल्ला यो हाम्रो यहाँको लोकलको भन्ने पनि त्यहाँ स्पष्ट रूपमा थाहा हुने गर्छ, जसले गर्दा तपाईँको चाहिँ त्यसमा मूल्य सूची पनि फरक हुने गर्छ। र आफ्नो रुचि अनुसारको होइन म तपाईँको चाहिँ अरूसँग मतलब होइन म अर्ग्यानिकै खान्छु, 2 रुपियाँ महँगो भयो भने केही छैन भन्ने पनि त्यहाँ उपलब्ध हुनसक्छ, र होइन तपाईँको चाहिँ अलि न्यून मूल्य खान्छु अब गुणस्तर त्यस्तै हो भन्ने कुरा पनि उपलब्ध हुनसक्छ। तर प्युठान केसमा त्यो छैन। तपाईँको चाहिँ अब एउटै क्लस्टरमा आउँछ, आइसकेपछि तपाईँको चाहिँ त्यहाँ कुन डेट हो के हो यो कहाँको आएको मतलब हुँदैन, अनि त्यसपछि तपाईँको चाहिँ होम डेलिभरी जस्तो व्यवस्था छ। त्यसले गर्दाखेरि तपाईँको चाहिँ यहाँ अर्ग्यानिक वस्तुको उपयोग गर्न पाउने भन्ने खासै चाहिँ प्रावधान चाहिँ छैन। र यो केसमा स्थानीय उत्पादनले यो मान्यता पाएको छैन, एकदमै पाएको छैन, प्राथमिकता पाएको छैन। मान्यता नपाउँदै गर्दाखेरि फेरि के छ भने हाम्रो हेर्दै गर्दा हेर्नुहोस् न यो सरकारवाला निकायहरू कहाँ छन् त किन सुतिरहेको यस्तो छ। तपाईँ चाहिँ यहाँ भूगोल हेर्नुहोस् होइन, भूगोल अनुसारको तपाईँ चाहिँ हाम्रो भूगोल त के छ भन्नुहुन्छ भने हाम्रो मध्य पहाडी भूगोल होइन, यसले चाहिँ तपाईँ चाहिँ बर्सातमा पनि के हुँदैन भने पानी जम्दैन नि त होइन, भनेको बर्सातमा पनि हामी चाहिँ तरकारी उत्पादन गर्न सक्छौँ, हिउँदमा त छँदैछ होइन। अब तपाईँ बिहानबाट बसेर हेर्नुभयो भने बाहिरबाट तपाईँको चाहिँ दैनिक जस्तो 8-10 गाडी तरकारी भित्रेको छ, यो त तपाईँको जिल्लाको लागि पनि लज्जास्पद वस्तु हो नि त। तर यहाँ किन भन्नुहुन्छ भने फेरि यो उत्पादन नभएको पनि होइन, तर उत्पादन गर्दाखेरि तपाईँको चाहिँ उचित किसिमको बजार व्यवस्थापन नहुँदै गर्दाखेरि तपाईँको किसानहरू निश्चल भएको केस हो। र यसमा चाहिँ हामी सरकारवाला निकायहरूसँग जस्तो स्थानीय तहसँग, अनि त्यसपछि तपाईँको तरकारीसँग उत्पादनसँग जोडिएको प्रदेश स्तरीय तपाईँको एकीकृत कृषि तथा पशु विकास कार्यालयसँग, त्यसै गरी तपाईँको चाहिँ सङ्घीय मार्फतको प्रधानमन्त्री अहिलेको राष्ट्रिय कृषि
परियोजना अन्तर्गत हामी चाहिँ सरसल्लाह गरेर चाहिँ बाहिरबाट आउने वस्तुहरूलाई तपाईँको चाहिँ ट्याक्सको माध्यमबाट तपाईँको चाहिँ त्यसलाई व्यवस्थापन गरेर यहाँको वस्तु बिक्री प्रबन्धनको लागि हामी चाहिँ स्थानीय तहसँग समन्वय गरेर अगाडि बढेका छौँ। यसमा अहिले पनि फेरि त्यो कस्तो रहेछ भन्नुहुन्छ भने यही कुरामा कानुनी जटिलता फेरि तपाईँको आइलाग्छ। हजुर, कानुनी जटिलता त छँदैछ होइन, कानुन त हामीले बनाउने हो हजुर हजुर एक हिसाबले, तर यो सुनेको गुनासो चाहिँ हजुर हजुर कृषकबाट अब तपाईँको बाथीतिरको भयङ्कर राम्रा राम्रा रायोका साग छन् होइन, त्यो रायोको साग बिक्री भएको छैन, त्यो गाई मैँसीले पनि खाँदैन। अब यहाँ ल्याएपछि मूल्य पाउँदैन भन्छन् फेरि, यो यस्तो एउटा समन्वय नमिले जस्तो लागेन। कामीले होइन भन्नुहुन्छ भने तपाईँले यो केमिस्ट्री जस्तो लाग्छ मलाई होइन। केमिस्ट्री कामीले राखेको छैन, त्यहाँ गाई मैँसीले खाएन घेरागाखारी, अनि त्यहाँबाट यहाँ बिक्री गर्दाखेरि रेट पाएन भन्ने रेट पाएन, हजुर। हुन पनि फेरि तराईबाट आएकोले रेट फेरि सस्तो दिन्छ, सस्तो मूल्यमा दिन्छ, फेरि उहाँहरूको पनि समन्वय नमिले जस्तो लाग्यो। यसमा तपाईँले भनेको अन्तर्गत के हो भन्नुहुन्छ भने जहिले पनि उत्पादन कस्ट तपाईँको चाहिँ उत्पादन भइसकेपछि वस्तुमा लाग्ने कस्ट हुन्छ नि, त्यसमा त लेबर कस्टहरूदेखि ल्याएर अन्य चिजहरू जोडिने गर्छ। हामी कहाँ छौँ भन्नुहुन्छ भने थोरै भोल्युममा काम गर्छौँ, अनि तपाईँको चाहिँ हामीले महिनाभरको आफ्नो जुन जीविकोपार्जनलाई लाग्ने खर्च चाहिँ त्यहीबाट उठाउनु खोज्छौँ। त्यसले गर्दा पनि तपाईँको चाहिँ कतै न कतै मूल्य नपाएको जस्तो हाम्रो यहाँ किसानलाई लाग्ने, तर फेरि तपाईँको चाहिँ त्यही मूल्यमा ल्याएर यहाँ बिक्री गर्दाखेरि मूल्य पाए जस्तो बुझ्ने, बाहिरबाट आउँदै गर्दा त्यही मूल्यले मूल्य टाढाबाट ढुवानी गरेर मानिने, ढुवानी हाम्रो प्युठानको त नजिक छ, ढुवानी बसमा पठाइदिए पनि भयो, गाडीहरू कुना कुनामा गएछन्। हामी आफै चाहिँ सचेत नभएको हो कि हामी प्रश्न पनि चाहिँ एकदमै तपाईँ चाहिँ हाम्रो भूगोलमा के छ भने चाहिँ हामी सबै किसिमको खेती गर्न खोज्छौँ, प्रयास पनि गर्छौँ, र सबैबाट तपाईँको चाहिँ हामी वर्षभरिको खर्च उत्पादनको खर्च आफ्नो पारिवारिक खर्चको हिसाब गर्दै गर्दाखेरि त्यहाँनिर मिल्दैन। त्यो हुनाले हामीले चाहिँ जबसम्म हामी बजार सुनिश्चिततासहितको भोल्युममा उत्पादन गर्दैनौँ तबसम्म हामी रेट पाएको मूल्याङ्कन गर्न सक्दैनौँ। जस्तो तपाईँले भने जस्तो अब मानव उहाँसँग एउटा बारीमा लगाएको 10 मुठाको सागको मूल्य कति हुने, र त्यो ठाउँमा 100 मुठा आइदियो भए त तपाईँको चाहिँ उहाँको त्यो भोल्युमले त तपाईँको चाहिँ 100 × 10 गर्दा 1000 रुपियाँ हुन्थ्यो, अनि त्यसपछि 10 × 10 गर्दा 100 हुने भयो। यदि अब प्रश्न आयो, एकदमै गहकिलो प्रश्न आयो होइन, हामी मोडमा आयौँ, जस्तै मैले अथवा एकजना कृषकले रायोको साग मात्र उत्पादन गर्नुभयो, अर्को कृषकले लसुन मात्र उत्पादन गर्नुभयो, अर्को किसानले होइन, अब हामी अन्तिम नगर्नु होला, अर्को किसानले प्याज मात्र गर्नुभयो उत्पादन होइन, हामी अन्तिममा छौँ अब, र त्यो उत्पादन त धेरै हुने भयो, गोपी मात्र हुने भयो होइन, हजुरको चाहिँ गोपी मात्र उत्पादन हुने भयो, काउली मात्र हुने भयो, ब्रोकाउली मात्र हुने भयो भनेपछि त्यो हामीले अथाह उत्पादन भएको चाहिँ बजारीकरण कहाँ छ? अब यस्तो छ, तपाईँ चाहिँ के छ भन्नुहुन्छ भने त्यो केसमा फेरि हामी जस्ता सहकारीहरूले अथवा समूहहरूले अथवा स्थानीय तहले यसको चाहिँ तपाईँको बिक्रीको प्रबन्धनको चाँदोपाँदो मिलाउनु पर्ने हुन्छ। तपाईँको सहकारीले यो प्युठानभरिको बिक्री उत्पादनको जिम्मा लिन्छ? हामी के भनिरहेका छौँ भन्नुहुन्छ भने हामी जिम्मा लिन त्यति बेला तयार छौँ जब उत्पादनको बेलामा सम्झौता सहितको उत्पादन हुन्छ भन्ने भयो। सम्झौता उत्पादन हुने बेलामा हामीलाई जानकारी मैले हजुरलाई प्रश्न त्यही गरेँ सहितको उत्पादनको व्यवस्थापन गर्नु पर्यो होइन, मेन कुरा त। अनि अर्को कुरा के हो भन्नुहुन्छ भने किसानहरूले पनि के बुझ्नु पर्यो भन्नुहुन्छ भने अब महँगो परेको बेलामा अन्त बेचिदिनु पर्ने, त्यसपछि तपाईँको जब चाहिँ रेट पाएन अथवा तपाईँको बिक्री कतै भएन भने अनि पालिकालाई दोष दिने, सङ्कलन केन्द्रलाई दोष दिने, सहकारीलाई दोष दिने गरेर पनि भएन। भनेपछि नागबेली बहुउद्देशीय सहकारीका अध्यक्ष विष्णु पाण्डेज्यूले भनिसक्नु भएको छ, वाचा गर्नु सक्नुभएको छ, सम्झौता सहितको तपाईँहरूले कृषकहरूले सम्झौता सहितको चाहिँ उत्पादन गरिदिनु भयो। जस्तै कसैले लसुन मात्र गरिदिनु पर्यो, कसैले रायोको साग मात्र गरिदिनु पर्यो। सम्झौताभित्रको कुरा के हुन्छ भने हजुरले जोडेको कुरा म फेरि जोड्न चाहेँ। सम्झौताभित्र के हुन्छ भन्नुहुन्छ भने बजारको आधारमा उत्पादनको कुराको ग्यारेन्टी हुन्छ। जस्तो तपाईँको छिमेकीले प्याज लगाएको छ भने प्याज लगाएर सम्झौताको उत्पादन आवश्यकता उत्पादन त भएन होइन। जस्तै एउटा जति बेला सम्झौता जति बेला के हुन्छ भने बजार अध्ययनको आधारमा उत्पादन हुन्छ सम्झौता। केहीले चाहिँ मुला मात्र उत्पादन गर्ने भयो, कहिले प्याज कहिले लसुन, त्यसरी चाहिँ अब सम्झौता गर्ने भयो। हजुरको मूल्यको कुरा आयो, अब मूल्य चाहिँ हजुर मूल्यको चाहिँ जस्तै कसरी चाहिँ अहिलेसम्मको मूल्य निर्धारण बाहिरी जिल्लाले गरिदिरहेको छ। हामी यो दुःखको कुरा भन्नुपर्छ होइन।
हाम्रो वस्तुको मूल्य के हुने भने तराईबाट कुन रेटमा टमाटर झर्छ, तराईबाट कुन रेटमा काउली झर्छ, त्यो रेटमा मूल्य निर्धारण हुनुपर्छ। किनकि तपाईँको चाहिँ तपाईँ हामी उपभोक्ताको साइडबाट हेर्दै गर्दा तपाईँको काउली कति रुपियाँ किलो भनेर हामी सोध्छौँ नि, कहाँबाट आएको काउली त सोध्दैनौँ। तराईबाट आएको तपाईँको चाहिँ 30 रुपियाँ काउली छ भने यहाँको 50 रुपियाँ त हाल्दैनौँ हामी काउलीलाई, होइन। हामीले तपाईँको चाहिँ गुणस्तर नाप्ने आधार पनि छैन। हेर्दा आकर्षक देखियो भने हामी मूल्य हाल्छौँ। त्यो मानेमा के छ भन्नुहुन्छ भने मूल्य निर्धारण बाह्य बजारबाट आयातित वस्तुहरूको आदान गरेको छ अहिलेसम्मको कुरा। भनेपछि अब अन्तमा जुन चाहिँ बाहिरबाट विषादी रहित सहितको विषादीयुक्त जुन फलफुल तरकारी आएको छ यसलाई नियन्त्रण गर्नमा के भूमिका होला? आउनुहुन्छ उहाँहरू भेट्नुहुन्छ, ठिक छ, नियन्त्रण गर्नमा कस्तो भूमिका? हामी पहिलो पाटो त जुन तरिकाले बुरोल लमेका त्यसपछि घोराइका अनि त्यसपछि कोलपुरका मन्डीहरू चले त्यो मोडेलमा चलाउने हामी तयारीमा छौँ। स्थानीय तह अन्य निकायसँग जुन सरकारवाला निकायहरू छ उहाँहरूसँग समन्वय गरेर गर्ने तयारीमा छौँ। किन भन्नुहुन्छ भने काउन्टर सेलिङ भनेको यस्तो सेलिङ हो जहाँ चाहिँ तपाईँको चाहिँ 2 किलो बिक्री गर्नु पनि पाउने ठाउँ हो, 2 किलो खरिद गर्ने पाउने पनि ठाउँ हो। अहिलेको परम्परामा अहिले भइरहेको बिक्री प्रबन्धनमा त्यो किसिमको सुनिश्चित हुन सकेको छैन। हामी त्यो मोडेलमा जान खोजिरहेका छौँ। तर पनि अब तपाईँको ठाउँमा काठमाडौँमा त चेक गर्छ, क्वारेन्टाइन छ होइन। प्युठानमा किन भएन? जे पनि आएको छ, यसमा चाहिँ तपाईँको चाहिँ अब जे पनि बेचेको छ, सम्बन्धित निकायहरूले तपाईँको चाहिँ अलिकति विशेष गरी ध्यान दिनुपर्ने देखिन्छ। अब हामी एउटा राज्यको सहकारी भने व्यक्तिहरूको समूहको झुन्ड हो एउटा, होइन, ग्रुप हो, ठुलो मासु हो। तर के हो भने हामीसँग त्यो नियमनकारी अधिकार त हामीसँग छैन नि, होइन। नियमनकारी अधिकार भएको निकायहरूले तपाईँको चाहिँ यसमा विशेष ध्यान दिनुपर्छ र विशेष गरी होइन छ, सहकारीको पनि छ, मिडियाको पनि छ, अब प्रहरी प्रशासन, सिडिओ प्रशासन तिनीहरू त छँदैछ, सबैको छ, त्यो त भन्न मिलेन। होइन, अब जस्तो हामी चाहिँ हामी कानेर त्यस्तो मुक्ति खोजे होइन, तर हामी चाहिँ उहाँहरूलाई कारवाही गर्ने अधिकारमा छैनौँ। समितिहरूले होटलमा गएर कारवाही गर्ने अधिकारमा छैनौँ। कति बेला हामी कारबाही नभने पनि कति बेला हामी नियमनकारी र तपाईँको चाहिँ उहाँलाई कारबाही नगरे पनि हामी नियमनकारी भूमिका त्यसरी निरीक्षण र तपाईँको चाहिँ त्यसमा समन्वय गर्ने अधिकार कति बेला हुन्छ भने हामी जबसम्म हामी यहाँ काउन्टर सेलिङको व्यवस्थापन गर्छौँ त्यति बेला हामी चाहिँ के हुन्छ भने हाम्रो मातहतमा चलेका पसलहरू हुन्छन्, हाम्रो मातहतमा चलेका व्यवसायहरू हुनुहुन्छ उहाँहरू, त्यसपछि हामी बोल्ने तरिकाले निर्णय गर्न सक्छौँ। र अहिले अन्तिममा बोल्दै गर्दाखेरि हामी अहिले चाहिँ यो प्रयास अन्तर्गत पहिलो प्रयास बाहिरबाट आउने गाडीहरूको तपाईँको चाहिँ मात्राको परिमाणको परिवेश र तपाईँको चाहिँ कुन मूल्यमा चाहिँ प्रत्येक दिनमा बिक्री भइरहेको त्यसको रेकर्ड चाहिँ हामी लिइरहेछौँ। यसले क्रमागत रूपमा तपाईँको चाहिँ त्यो मोडेलमा लान्छ भन्ने म पुरो रूपमा छु। हस् त, केही चाहिँ प्रारम्भिक कुराकानी भयो हाम्रो नागबेली बहुउद्देश्य सहकारीका अध्यक्षसँग र यो सान्दर्भिक बहससँगै फेरि अर्को भिडियोमा उपस्थित हुनेछु। नमस्ते।